कान्छी मेरोबाटै बनाउ प्रोग्राम बाहिर हुनु चाहिँ ठिक हो कान्छी भइरहेछ फोन बत्तेछ फोटेको कान्छी यहाँ त हल्ला भिडियो त गइहाल्छ ल आफूले के अहिले सुरु भएको छ यता हलेको देखिरहेको छ म त अब बस सुरु बस आज सबै हो बस्दा मिल्छ नि त कान्छी त्यो भ्लगमा पुरा आएछ भ्लगमा को राम्रो आउने तपाईले सुरु ढोकाको छेउबाट गर्नु पर्थ्यो अनि बिचबाटै भयो त्यस्तो दाइको पर्ने है त्यो ढोकाको छेउबाट यस्तो भन्छ नि दाइबाट ठिकै छ दाइको ठिकै हो खुट्टा तल झार्नु नि छेक्न हुँदैन तपाईँ भाले हो छेक्न
हेलो गाइज आज भ्लगर चाहिँ म सजना तामाङ पोल्टेका धमाधम लाग्दैछ एलिजा यता आऊ भित्र यहाँ हाम्रो दादा हेलो हेलो भन न कहाँ लैजानु यहाँ होइन त दाइ यहाँ यहाँ होइन त अलिक मजाले बस्नु सुझे के घप्टो परेर बसेको यहाँ भिडियोमा नराम्रो आयो आमाले भन बस अब बस छोरा मम्मी के गर्दै हुनुहुन्छ तँलाई बोलाऊ
यो त सुतेछ हुन्छ ल ठिकै छ भेट्यो एलिजा यहाँ भ्लग बनाउँदैछु हाई भन हाई भन नानी त्यसो गर्नु आएर 2 दिन आज यो त धेरै छ त अहिले बातै दिन बात पाएछ अनि राम्रोसँग बस्ने नराम्रो आउला फोटो सुझे भ्लगर अलिक गतिलो भएन जस्तो छ कैसा है गर न जुम्ने गर न अलि यस्तो नगर न भयो यतिकै गाउँमा बस्यो उता बस्यो अनि यहाँ अनि आएर उता अब यो निसा बस्छ भित्र जानु त हुन्छ 100 गरेर रमाइलो हेलो गाइज भन्न मन्जिला बाई बाई भनेको ए अहिले सकेकै छैन मन्जिला चस्मा लाऊ जल्दी गर वाउ अब हाई गरिदेऊ है यता हेर कस्तो लागिरहेछ नि आज तिहारमा भन्नुस् सुजे एकदम रमाइलो मलाई त अल्छा लागेको छैन अलि पिएसी हो अहिले गोली पनि फुट्दैन साँझै हुनुहुन्छ अहिले फेरि अलिकति पाउनु भएपछि के पाउनु भयो के पाउनु अलिकति त्यही
अझै टोपी लगाइदिनु बाँकी छ साडी छैन अब बुहारी खुस अहिले यसले फेरि अलमारी चाहिँ यसरी सघाउनु है अहिले नानी कान्छी दिदीले किन नलाउँदा त्यसलाई माथि गर्छ कति आएको मामा हजुर मैले रोक्दै बनाइदिँदै गरेको छु एल्जा कसरी बसेको थियो
अहिले पनि अल्झेर लाएर भाइरल भएको नि त के लाउनु हुँदैन पेन्टी लगाएको मात्रै देख्दैन तर पेन्टी पनि भाइरल तिमीलाई भनेको होइन मैले अहिले त थाइल्यान्डतिर गइसक्यो कहाँ गयो अहिले आउँछ लगाइदिनु न हुन्छ कति न हल्ला भएको अहिले एकछिन खिच्न फोटो चाहिँ पहिला सिधा म अरू दिन खाल्छु तिमी नानीहरू एकजनाले टिका लगाइदिनु माइला टिका लगाइदिनु फुलसँग गइदिनु ज्यादा टिका लगाइदिनु है हजुर लगाइदिनु हजुर लगाइदिनु टिका लाउन पहिला खानेकुरा अहिले ल्याउँदैन हुन्छ भाग लगाएर 가정중심으로 대몬고등학교 수학여행 갔네. 수학여행인데. 근데 진짜 가정중심 같은 게 항상 가정중심 이렇게 나오거든? 특별히 준비한 친구가 있고 2일 동안 학생의 마음으로 돌아가 수학여행의 즐거움을 수학여행 가본 사람 진짜? 수학여행은 안 가보고 수련회는 가봤어. 둘 다 안 가봤어. 가고 싶어. हजुर त्यो फोटो गर्नु त आली भएन आली हो त आली 내일부터 다음 앨범도 잘 되게 해주세요. 우리 다들 오늘 어디 가는 줄 알아요? 맞아. 강릉이랑 양양을 간다고 들었는데 기분이 좋고요. 그래서 भाइ लाफी लगाइदिने कान्छी के गर्दा मन दिसहरुले छिटो टिका लगाइदिन लाग्दैन टिका सिकाउन भने के मलाई माला मात्रै लाग्दैन म चाहिँ भनेको दिसहरु नसले गर्नु न भाइले कान्छी पैसा आमा लाग्दैन स्मार्ट गरेर मान्छे लाउँछ माला
Kau di sana nggak bisa marah? टिका लाएर मलाई लगाइदिनु टिका त्यसो पर्दैन कि